Hello guys, what's up? Welcome back to another vlog. So long time पछि म फेरि भ्लगमा आएको छु। सबैले माया गरेर हेरिदिनु होला। सबैलाई हौवा सेवा सबैजना सन्चै हुनुहुन्छ होला। सो सबैले माया गरेर चाहिँ हेरिदिनु होला। अनि एउटा चाहिँ तपाईहरुलाई एउटा सरप्राइज चाहिँ मैले लिएर आउँदैछु। सो भिडियो हेरिदिनु होला। भिडियो हेरिसकेपछि तपाईहरुले थाहा पाउनुहुनेछ है त। हामी चाहिँ टुवाचुङ डाँडा साकेला थान हो, साकेला थान साकेला डाँडा टुवाचुङ हलसी टुवाचुङ नगरपालिका 7 को चाहिँ यहाँ नजिक डाँडा चाहिँ जाँदैछौँ। गाइजहरु हेरेर के कस्तो छ लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु होला। प्रतिक्रिया छोडेर जानु होला गाइजहरु। लपल सिडी है 300-400 छ होला सिडी। यहाँ चाहिँ हाम्रो पुर्खा यलम्बर राजाको चाहिँ शालिग रहेछ है त। ढक्नु पर्छ। यलम्बर राजा राजा चाहिँ यहाँ हुनुहुँदो रहेछ। के अरे सखुवाको बोट होइन, सखुवाको बोट। अनि त्यसमा चाहिँ ढोल, अनि ढोलको माथि चाहिँ टक्कसँगले उभिएर साकेला थान। हेर्नु त त्यहाँ टान्ने ठाउँ हो। यहाँ भलाकुसारी गर्न सब बसेर टक्क के चाहिँ रहेछ कुले खोक्चिलिपा हेक्छा कुप्पा अरे के भनेको रहेछ कुले खोचिलिपा हेक्छा कुप्पा भनेको रहेछ कुले के हो रहेछ कुले? रहेछ कुले भनेको सुन्नीमा पारुवा के अरे उको टयामा र खियामाको दाइ यो हो कुन चाहिँ हो? यो टयामा र खियामाको भाइ यो रहेछ। हेर्न सक्नुहुन्छ धेरै वर्ष इतिहास त यहाँ त। ल यहाँ देख्न सक्नुहुन्छ हाम्रो नाना तायामाको चाहिँ तान बुन्ने थान। खियामाको तायामा र खियामाको थान होइन। नाना तायामाको तान बुन्ने थान ठ्याक्कै छ यस्तो। ल सेम टु सेम हो। डाँडा छेउछेउको चाहिँ के हो? किला जस्तो किला हो तानको। ठ्याक्कै यो। अनि यो चाहिँ मान्छे त होइन यता गफ पर्ने ठाउँ। तायामा र खियामाको चाहिँ भलाकुसारी गर्ने थान यो रहेछ। तायामा र खियामाको चाहिँ गफ गर्ने ठाउँ बसेर। उभौलीमा चाहिँ यहाँ वैशाख पूर्णिमा उभौली मा चाहिँ यहाँ ठुलो साकेला चाहिँ प्रोग्राम साकेला नाच हुने रहेछ हाम्रो किराँत राईहरूको चाहिँ यही ठाउँमा। अन्त साकेला थान चाहिँ त्यहाँनिर छ हो, अगाडि हेर्न सक्नुहुन्छ। यताको भ्यू यस्तो छ हो। यसको फुल पनि रहेछ यहाँ, गुराँसको फुल पनि हेर्नु
यहाँ चाहिँ हाम्रो सुम्नीमा हाम्रो रानी हुनुहुन्छ यहाँ चाहिँ यस्तो बाबाहरू बसिरहनु भएको छ पर चाहिँ पारुहाङ राजा यहाँ चाहिँ सुम्नी हाम्रो पुर्खाहरू गाइड्सहरू हाम्रो सबैको पुर्खा है यस्तो दामी छ यस्तो बबाल भ्यू रहेछ है तपाईँहरू पनि आउनु होला यहाँ हलेसी आउनु भयो भने चाहिँ यतातिर घुम्न आउनु होला मैले तपाईँहरूलाई सरप्राइज दिने भनेको थिएँ नि ओ सरप्राइज चाहिँ मेरो सबैभन्दा ठुलो सरप्राइज चाहिँ उही नै हो उहाँ हो हामीले चाहिँ 2082 11-14 गतिको दिन चाहिँ हामीले चाहिँ दुईजना चाहिँ म्यारिड एक अर्काले चाहिँ बिहे गरेको थियौँ लाइफ पार्टनर चाहिँ जीवनसाथी हो चाहिँ ल गाइजहरू मेरो श्रीमतीले पनि अब केही कुरा राख्ने मेरो ब्लगमा सो सुनिदिने नि त उसको कुरा उहाँको च्यानललाई चाहिँ माया गरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला गाइजहरू हस्त बाई बाई ओके बाई सी यू नेक्स्ट ब्लग एकदम माया गरिदिनु होला पिसिआर ब्लगलाई चाहिँ है त